भजनको किताब 92 को 4 र 5 पद पढ्यौँ। अब कसैले भन्नुहोस् त त्यो कतिको ध्यान लगाएर पढ्नुभयो, त्यसमा कुन चाहिँ कुरो चाहिँ ज्यादा दोहोरियो? भजनको किताब 92 को 4 हजुर काम चाहिँ कतिचोटि दोहोरियो छ? 4 र 5 पद हेर्नुहोस् त। हेर्नुहोस् त्यो भजनको किताब 92 को 4 पद पढ्दैछ है। किनकि हे परमप्रभु, तपाईँले आफ्नो कामद्वारा मलाई आनन्दित तुल्याउनु भएको छ। काम भन्ने कुरा चाहिँ परमेश्वरको कामहरू चाहिँ 3 खेप दोहोरिएछ। कतिचोटि दोहोरियो? त्यस कारण अब के काम भन्दा परमेश्वरले गर्नुभएको काममा परमेश्वरको 2 प्रकारको काम हुन्छ हो। अहिले हामी हेर्दै जान्छौँ। एउटा चाहिँ उहाँले सृष्टि गर्ने काम, सबैजनाले भन्नुहोस् उहाँले सृष्टि गर्नुभयो हामीलाई थाहा छ। यस कारण उहाँले विश्वलाई सृष्टि गर्नुभयो। उहाँले सबै प्रकारको चराचुरुङ्गी, पशु प्राणी, वनस्पतिहरू, आज कस्तो कस्तो ऋतुहरू, हिमपात भएको डाँडाहरू, आज कस्तो मधेस खण्ड, मरुभूमि, सबै कुरा उहाँले सृष्टि गर्नुभयो। यस कारण भजन 95 अध्यायको 95 अध्यायमा पठाउनुहोस् 6 पद। म चाहिँ सृष्टिकर्ता भएको कारणले गर्दा हामी मलाई के गर्छौँ? दण्डवत गर्छौँ। सबैजना मिलेर पढौँ। 95 को 6 पद पढौँ। उहाँको पहिलो काम सृष्टि गर्नु छ। सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ हो। अनि अब उहाँले सृष्टि गर्दाखेरि सबै कुरालाई सृष्टि गर्नुभयो। त्यसमध्ये केही चिजलाई चाहिँ बनाउनु भयो। उहाँले के बनाउनु भयो भन्दा उत्पत्ति 2 को 7 पदमा चाहिँ सृष्टि भन्ने कुरा अलग्गै हो, बनाउने भन्ने कुरा अलग्गै हो। बुझिराख्नुहोस्। भजनको के अरे उत्पत्ति 2 को 7 पद पढ्नुहोस्। अनि परमप्रभु परमेश्वरले मानिसलाई जमिनको माटोबाट रच्नुभयो अनि तिनको नाकका प्वालहरूमा जीवनको सास फुकिदिनु भयो र मानिस जिउँदो प्राणी बने। अब तपाईँले राम्रो हेर्नुभयो भने चाहिँ नि उत्पत्तिको किताब 1 अध्यायको 1 पदले चाहिँ उहाँले सुरुमा आदिमा परमेश्वरले आकाश पृथ्वी सृष्टि गर्नुभयो। अब सृष्टि भनेको के हो, बनाउनु भनेको के हो, अलिकति बताइरहेको छ है, बुझ्नुपर्छ। सृष्टि भनेको चाहिँ कुनै कुरालाई आइज भइजा भन्दा हुनु, आउट अफ नथिङ भन्छ इङ्ग्लिसमा। आउट अफ नथिङ भनेको केही छैन, मलाई हेर्नु मात्रै बुझ्नुहुन्छ, केही छैन, ताराहरू भइजा भन्ने बित्तिकै ताराहरू भइगयो भनेदेखि त्यसलाई बनाएको भन्दैन, त्यसलाई चाहिँ सृष्टि गरेको भन्छ। के भन्छ? सृष्टि गरेको। कतिजनाले उता हेर्नुभयो भने 0 बुझ्छ, 0 फेरि तोरिएर भन्छ केही पनि छैन शून्यतामा हो। अनि परमेश्वरले तारा भइजा भन्ने बित्तिकै भयो भनेदेखि त्यसलाई चाहिँ बनाएको भन्दैन, त्यसलाई चाहिँ सृष्टि गरेको भन्छ। के भन्छ? सृष्टि गरेको। अनि फेरि केही कुरो अघिबाटै परमेश्वरले सृष्टि गरेकोलाई तपाईँ र मेरो हातमा पर्यो अथवा परमेश्वरको हातमा पर्यो भने त्यसबाट हामीले टेबल, पलङ, घर, कुनै प्रकारको बस्ने मुढा, अलमारीहरू बनायो भने त्यसलाई चाहिँ बनाएको भन्छ। के भन्छ? सृष्टि भनेको शून्यतामा केही कुरालाई ल्याउनु, अस्तित्वमा ल्याउनुलाई सृष्टि भन्छ। बनाउनु भनेको सृष्टि गरिएका कुरा, काठलाई काटेर ल्याएर टेबल बनायो, त्यसको लागि चाहिँ धातु चाहियो, पदार्थ चाहियो। हामीले माटोबाट मूर्ति बनायौँ भने त्यसलाई मूर्ति सृष्टि गरेको भन्दैन, मूर्ति बनाएको। किन बनाएको? सृष्टि गरिएको थियो माटो, अनि मान्छेले त्यो माटो ल्यायो अनि एउटा तोरमा बनायो, मूर्ति बनायो। बनाउनको लागि चाहिँ हामीलाई के चाहिन्छ? अघिबाटै वस्तु चाहिन्छ। अनि सृष्टि गर्नको लागि चाहिँ परमेश्वरले कुनै पनि हुँदै नभएको कुरालाई अस्तित्वमा ल्याउन सक्नुहुन्छ, त्यसलाई भन्छ सृष्टि। यस कारण परमेश्वरले उत्पत्ति 1 अध्यायको 1 पदमा आकाश पृथ्वी सृष्टि गर्नुभयो। अनि 2 पदमा जाँदाखेरि त्यहाँ पापले गर्दा बिग्रियो। बिग्रिसकेपछि तपाईँले 5 पददेखि यता चाहिँ उहाँले बनाउनु भयो भन्ने कुरा पाउनुहुन्छ। भन्नु मतलब चाहिँ
भत्किएको बिग्रेको चिजलाई बनाउँदै 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 6 दिनभित्रमा फेरि परमेश्वरले आकाश र पृथ्वीलाई रिमेकिङ भनेको फेरि नयाँ प्रकारले बनाइसक्नु भयो, जोडजाड गरेर बनाउनु भयो भनेको त्यो चाहिँ बुझ्नुभयो। सृष्टि भनेको शून्यतामा केही कुरा अस्तित्वमा ल्याउनु, बनाउनु भनेको कुनै पदार्थलाई if given some raw materials to you and you create something, not create, you make something out of that, just like table, bench, stool, closet like that. अब तपाईले बुझ्नुभयो हो। अब यस कारण परमेश्वरले सबैभन्दा पहिला सृष्टि गर्नुभयो अनि उहाँले सृष्टि गरिसकेपछि उहाँ चाहिँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। यस कारणले हामी उहाँलाई धन्यवाद गर्छौँ। त वचनको किताब 95 अध्यायको हामीले पढ्यौँ, फेरि पढ्नुहोस् अब 5 पद फेरि पढ्नुहोस्। समुद्र वहाँकै हो। 95 अध्यायको 6 पद कि 5 पद भन्ने आओ हामी दण्डवत गरौँ र निहुरौँ, हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु घुँडा टेकौँ। अब फेरि 92 अध्यायको 4 पद पढ्दा फेरि हे परमप्रभु, तपाईँले आफ्नो कामद्वारा मलाई आनन्दित बनाउनु भएको छ, म तपाईँको हातका कामहरूदेखि हर्षित चिच्याउनेछु। हे परमप्रभु, तपाईँका कामहरू कति महान छन्, तपाईँका विचारहरू अति गहिरा छन्। अब 6 पद विवेकहीन मान्छेले जान्दैन, न त मूर्खले यो बुझ्छ हो। अब परमेश्वरले जब मान्छे जातिलाई बनाउनु भयो, बनाउँदाखेरि चाहिँ कस्तो प्रकारले बनाउनु भएको छ भन्दा यहाँ भजनको किताब 139 अध्याय 139 मा हुनुहोस्। 139 अब यो चाहिँ हामीलाई बनाएको कुरा हो। अब यो चाहिँ सृष्टि गरेको कुरा देखेर हामी अभाव भयौँ। अब यो चाहिँ हामीलाई बनाएको कुरा हो। Here it talks about how God made us. 139 अध्यायको 14 पद पढ्नु। म तपाईको प्रशंसा गर्नेछु, किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु। तपाईका कामहरू अद्भुत छन् अनि मेरो प्राणले यो कुरा राम्ररी जान्दछ। जब परमेश्वरले तपाईँ र मलाई चाहिँ माटोबाट बनाउनु भयो, दुईटा कुरा प्रयोग गरिएको छ शब्दमा। एउटा चाहिँ भन्नुहोस् आश्चर्यपूर्ण रीतिले भन्नुहोस् त, इङ्ग्लिसमा वन्डरफुल्ली भन्नुहोस्, अनि अर्को चाहिँ भन्दैछ भययोग्य अथवा फियरफुल्ली भन्नुहोस्, भययोग्य। किन चाहिँ त्यो दुईटा शब्द प्रयोग गरेको हो सुन्नुहोस् है। अब आश्चर्यपूर्ण रीतिले भनेको चाहिँ मान्छेको बनावट हेऱ्यो भने यति भयङ्कर अद्भुत छ। मैले एकखेप विजडम भन्ने म्यागजिन अहिले पढ्दै थिएँ, यसमा लेखेको थियो मान्छेको ब्रेन, यो टाउको नसा चाहिँ यति साह्रो पातलो हुन्छ अरे, आँखाले पनि नभ्याउने हुन्छ। त्यो इन्टायर नसालाई चाहिँ तानेर चाहिँ धागो तानेको जस्तो तानेकै लगायो भने चाहिँ वर्ल्डको 1 खण्ड पुग्छ एउटा मान्छेको विधिको नसा। विचार हामी त्यत्रो धागो बोकेर बसेको छौँ यहाँ, डल्लो धागो। मान्छेको एकजना मान्छेको टाउको नसा चाहिँ तपाईँले खोज्दा हुन्छ वर्ल्डको 1 खण्डको टक्कै त्यो धागोले पुग्छ, त्यत्रो नसा। र त्यस्तो नसाभित्र चाहिँ फेरि ब्लड बग्ने बनाइदिएको छ परमेश्वर। त्यस कारणले गर्दा चाहिँ भन्छ हामी चाहिँ आश्चर्यपूर्ण भन्नुहोस् त सबैजनाले। त्यसो कहिले पत्ता लगाउँ, अहिलेसम्म हेर्नुहोस् न, आँखाको डिपार्टमेन्ट फाल्टै छ, पढिसकेको छैन, नाकको फाल्टै छ, टाउको फाल्टै छ, स्किनको फाल्टै छ, हार्टको, सबै डिपार्टमेन्ट जति पढ्दैछ अहिलेसम्म पढिसकेको छैन, पत्ता लगाएर सकेको छैन। त्यस्तो भयङ्कर मान्छे पापले गर्दा मरेको मात्रै हो, नभएदेखि चाहिँ परमेश्वरले आफ्नै समानतामा आफ्नै स्वरूपमा बनाउनु भयो। जब परमेश्वरले मान्छे जातिलाई सृष्टि गर्नुभयो, सृष्टि गर्दा चाहिँ दुईटा शब्द प्रयोग गरिएको छ। हे परमेश्वर, तपाईँले मलाई आश्चर्यपूर्ण रीतिले अनि भययोग्य भन्नुहोस् त, भययोग्य भन्नुहोस् त। भययोग्य भनेको फियरफुल्ली भन्छ, डरसरी सबजना फेरि डरसरी भन्नुहोस्। किन डरसरी भन्दा सुन्नुहोस् है। जब परमेश्वरले मान्छेलाई बनाउनु भयो, परमेश्वर त्रिएक हुनुहुन्छ, पिता पुत्र पवित्र आत्मा हामीलाई थाहा छ। अनि मान्छेलाई पनि परमेश्वरले त्रिएक त बनाउनु भएन, तर मान्छेकोमा चाहिँ 3टा तत्त्व छ। के छ मैले अब बताइसकेको छु अस्ति नै बाइबल स्टोरीमा। शरीर भन्नुहोस्, प्राण, आत्मा। अब शरीर के को लागि बनाउनु भयो भन्दा चाहिँ
अब यो शरीरले चाहिँ वर्ल्ड कन्सियस भन्छ अथवा संसारमा भएको चिजहरूलाई यसले छाम्न सक्छ, सुन्न सक्छ, हेर्न सक्छ, यसले चाख्न सक्छ। वर्ल्ड कन्सियसको लागि बनाएको हो। संसारमा यसले अझ के गर्न सक्छ, उपभोग गर्न सक्छ, छामेर पत्ता लगाउन सक्छ, हेर्न सक्छ। त्यस्तो खालको फेरि प्राण भनेको चाहिँ सेल्फ कन्सियस भनेको चाहिँ आफू के हो, म को हो भन्ने कुरा व्यक्तित्व वर्षभित्र प्राणले म के जान्दछु, कसरी बोल्नुपर्छ, मेरो कति विद्या छ, कुन चाहिँ कुरा जान्दछु, कुन चाहिँ कुरा जान्दिनँ, यसले चाहिँ हिन्दी इङ्ग्लिसमा सेल्फ कन्सियस भन्न सक्दैन। सेल्फ कन्सियस भनेको चाहिँ आफूलाई जाहेर गर्न सक्ने, आफूलाई व्यक्त गर्न सक्ने, आफ्नो बारेमा बुझ्न सक्ने सेल्फ कन्सियस भयो। किनभने भित्र आत्मा भन्नुहोस् त, भित्र आत्मा चाहिँ के को लागि बनाएको भन्दा गड कन्सियस भनेको चाहिँ यसले परमेश्वरसँग सम्बन्ध राख्ने कुराको भित्रको आफ्नो आत्माले चाहिँ। अनि परमेश्वरले मान्छे जातिलाई हाम्रै समानतामा पढ्नु उत्पत्तिको किताब पनि पढ्नु बिस्तारै बाइबल स्टडी हो। अनि हामीले बिस्तारै हतार गरेर पढ्यौँ बाइबल केही बुझ्दैन। 1:26 पढ्नुहोस्। अनि परमेश्वरले भन्नुभयो, हामी मानिसलाई हाम्रै स्वरूपमा हाम्रै समानतामा बनाऊ र तिनीहरूले समुद्रका माछामाथि आज हाम्रो सेवा 12 बजी हो भनेर एनाउन्समेन्ट भएको थियो नि, होइन? के भन्नुहोस् त, यहाँ पनि याद गर्नु पर्यो। सेवा भनेपछि परमेश्वर सेवा 12 भनेपछि 5 मिनट तलमाथि हुनसक्छ। जति सबै एडभान्स 12 बज्नु 15 मिनटमा आएको राम्रो। यसबाट पनि चाल पाइन्छ हामी कति कुरालाई आदर गर्छौँ भनेर। सेवामा चाहिँ ठिक जति टाइम दिएको छ त्यस्तै प्रकारले आउन सिक्यो, मोबाइल स्विच अफ गर्न सिक्यो, डायरी राख्न सिक्यो, अनि त्यहाँदेखि लेख्यो, अनि यताउता डिस्टर्ब गरेन भने त्यही आदत बसेपछि अनि परमेश्वरले हेर्नुहुन्छ यो व्यक्तिले मलाई साह्रो आदर गर्छ, समयलाई साह्रो यसले ख्याल गर्छ, यसले कहिले अरूलाई डिस्टर्ब गर्दैन, यसले मैले बोलेको वचन राजकीय सिंहासनबाट निस्केको हो भनेर यसले नोट पनि गर्छ भनेपछि परमेश्वरले भविष्यमा त्यस्तोलाई जिम्मेवारी पनि दिनुहुन्छ। तर लेखे जस्तो गऱ्यो, कतिखेर लेख्दैन, सुन्यो भोलिपल्ट उडाइदियो। यसो गऱ्यो भने यो केयरलेस छ भनेपछि साँचो धन परमेश्वरले इन्ट्रेस्ट गर्न सक्नुहुन्न त्यो कुरामा। त परमेश्वरले जब मान्छेलाई बनाउनु भयो, मान्छेकोमा 3टा तत्त्व, परमेश्वर प्रिय परमेश्वर, त्यसदेखि बढी उहाँले बढेर मान्छे जातिलाई चाहिँ फ्री विल भन्नुहोस् त इङ्ग्लिसमा। फ्री विल भनेको नेपालीमा स्वेच्छा भन्नुहोस्। स्वेच्छा भनेको फ्रिडम अफ चोइस, अथवा चुन्न सक्ने, छान्न सक्ने, के गर्नु के नगर्नु, गरौँ या नगरौँ, बोलौँ या नबोलौँ, कुनै पनि कुराको चुनाव लिन सक्नेलाई चाहिँ फ्री विल भन्छ। त्यस्तो बनाइदिनु भयो। अनि यसका निम्ति जब परमेश्वरले मान्छेमा किन त्यो हालिदिनु भयो भने चाहिँ परमेश्वरकोमा पनि फ्री विल छ। फ्री विल भनेको मलाई दानियलको किताब 4:35 पदसम्म पढ्नुहोस्। दानियल 4:35। अनि पृथ्वीका सबै बासिन्दाहरू शून्य सरह गनिएका हुन्। अनि उहाँले स्वर्गको सेनाको बीचमा र पृथ्वीका बासिन्दाहरूको बीचमा आफ्नै इच्छा अनुसार काम गर्नुहुन्छ। सोभरेन भन्नुहोस् त, अब नेपालीमा सर्वोपरि भन्नुहोस् त, सर्वाधिकारी भन्नुहोस् त। सर्वोपरि भनेको चाहिँ जस्तो मलाई इच्छा लाग्छ त्यस्तो गर्न सक्नुहुन्छ। अनि त्यहाँ पनि के लेखेको छ, अनि कसैले उहाँको हात रोक्न सक्दैन, न त उहाँलाई तपाईले के गर्दै हुनुहुन्छ भन्न सक्दछ। त्यसकारण उहाँकोमा चाहिँ त्यो चाहिँ छान्ने अथवा चुनाव अथवा उहाँको फ्री विल भएको कारणले गर्दा मान्छे जातिलाई पनि उहाँले रोबोट बनाउनु भयो, मान्छे जातिलाई पनि उहाँले रुखको ढुट्टा जस्तो बनाउनु भयो, मान्छे जातिलाई पनि उहाँले इनएनिमेट अब्जेक्ट अथवा टुल टेबल जस्तो के कतै नबस्ने, जहाँ राख्यो त्यहीँ बस्ने बनाउनु भयो। मान्छे जातिलाई पनि ल तिमीलाई पनि म चुन्ने छान्ने क्षमता दिन्छु भनेर फ्री विल दिनुभयो। अब मैले पनि छु बाइबल पढ्दै जाँदा म हेर्छु अब परमेश्वरले सल्लाह गर्नुभएको छ, पिता पुत्र पवित्र आत्मा परमेश्वर भएर सल्लाह गर्नुभएको छ। मान्छेलाई बनाउँदै गर्दाखेरि सल्लाह गर्दा गफ गर्छ नि त, कन्सल्ट गर्छ नि त, यसरी कन्सल्ट गर्छ।
अब कस्तो प्रकारले गर्नुभयो होला त्यो त हामी भोलिपछि मरेर माथि जाँदा मात्रै पुगिन्छ चाल पाइन्छ। तर एटलिस्ट हामी यति बुझ्न सकिन्छ कि सल्लाह गर्दै गर्दाखेरि यस्तो भन्नुभयो होला परमेश्वरले, होइन हामी मान्छे जातिलाई फ्री विल पनि दिँदैछौँ, मलाई त डर पनि लाग्दैछ। सुन्नुहोस् है, अब यो चाहिँ ह्युमनली स्पिकिङ हामीले बुझोस् भनेर त्यो प्रकारले त्यो भाषा घटाएर तल ल्याएर भनेको हो। किनभने अहिले नमुना दिएपछि अन्त म तपाईँले बुझ्नुहुन्छ, मान्छेलाई फ्री विल पनि दिँदैछौँ, यस कारणले गर्दा डर पनि लाग्दैछ, हामीले स्वरूपमा त बनायौँ, फ्री विल पनि दिँदैछौँ। कतै यो फ्री विललाई अथवा स्वेच्छालाई अथवा चुन्ने छान्ने क्षमतालाई दुरुपयोग गरेर मान्छेले हामीले भनेको मानेन भने, भरे शैतानले भनेको मान्यो भने के हुन्छ भन्दाखेरि त्यो के हुन्छ भनेर परमेश्वरले भन्नु पर्दैन। तर हामीले बुझ्ने हिसाबमा चाहिँ डरसरी भन्ने शब्द, डरसरी भन्ने शब्द नि अब एउटा नमुना भन्छ अनि मात्रै बुझिन्छ है। तपाईँको छोरा 16-17 वर्षको भयो, छोरी 16-17 वर्षको भयो, अहिलेसम्म सपिङ गरेको छैन, एक्लै गएर गाडी एक्लै कुदाएको छैन, अनि बल्ल बल्ल सरकारले लाइसेन्स दियो, अनि आमाबाउ तपाईँहरू एक्सपर्ट ड्राइभरहरू पछाडि बस्नुभयो, कहाँ बस्नुभयो तपाईँहरू आज चाहिँ ब्याकसिट ड्राइभर भन्नुहोस्, ब्याकसिट ड्राइभर हुनुभयो, अनि छोरालाई अगाडि राखेको छ, अनि लाइसेन्स त सरकारले दिएको छ, तर पनि ला यसलाई सरकारले लाइसेन्स दिएको छ, हाम्रो आँखा अगाडि त बच्चै हो, यसले अभर पार्दैन, सिस्नो गाडीमा हाल्दैन यसले हामीलाई भनेर पछाडिपट्टि आमाबाउ अलिक थरथर हुन्छ कि हुँदैन भन्नुहोस्, हुन्छ भन्नुहोस् न। अहिले अरुण भाइले के खानेकुरो त दिन्छ होला, यहाँदेखि फास्टिङ हेरेर बसे जस्तो मात्रै त भन्नुभयो, हुन्छ भन्नु पऱ्यो नि, ताजा हो। अब यस प्रकारले जब सानो नानीलाई अलिक ठुलो भएपछि त्यसलाई तपाईँले धेरै पैसा दिएर कि प्रमुख कामको निम्ति बजार पठाउनु हुँदैछ, जिम्मेवारीको निम्ति पठाउनु हुँदैछ भने ला यत्रो पैसा दिएको छ, बाइले त्यो पैसालाई मिसयुज गर्ने हो कि दुरुपयोग गर्ने हो कि बिग्रिन्छ कि भन्ने हेका अथवा त्यति ध्यान त हामी दुई खुट्टे मान्छेको हुन्छ कि हो। त्यस कारण त परमेश्वरले मान्छेलाई बनाउँदै गर्दाखेरि त्यो दुईवटा शब्द लगाएको छ। एउटा चाहिँ यसको नसा मात्रै मैले पृथ्वीको वरिपरि एक फोनको घुम्ने गरी बनाइदिएको छु, यस्तो अचम्म प्रकारले बनाइदिएको छु। अर्को चाहिँ यस्तो त बनाएँ सुन्ने छान्ने क्षमता पनि दिँदैछु, यस कारणले गर्दा डरसरीको छ है। के छ भन्नु सक्दैन, डरसरी छ। त्यस कारण कतै यसले मिसयुज पो गर्छ कि भनेर चाहिँ परमेश्वरले यस्तो खालको सल्लाह गर्दै गर्दाखेरि चाहिँ त्यति बेला परमेश्वरले जगतको उत्पत्तिभन्दा अगाडि परमेश्वरले यस्तो हुन्छ भनेर जान्नुहुन्थ्यो। यस कारणले गर्दा परमेश्वरले दुईटा योजना भन्नु सक्दैन, कतिवटा योजना, दुईटा योजना। गॉड ह्याड बेसिकली 2 plans फर द ह्युमन बिइङ्स हो। अनि प्लान ए अथवा योजना नम्बर ए चाहिँ के थियो भन्दा बनाऊ, फ्री विल पनि दिउँ, उनीहरूलाई चुन्ने छान्ने क्षमता पनि दिउँ, उनीहरूले चुन्ने छान्ने क्षमताद्वारा भोलिको दिन चुन्यो छान्यो हामीले भनेकै मान्यो भने हामीसँगै बस्छ कि बस्दैन, हामीसँगै बस्छ, केही बिग्रिँदैन। यो चाहिँ योजना नम्बर 1 अथवा ए भयो। योजना नम्बर ए भन्नुहोस् त, ए। तर जस्ट इन केस काम बिगार्यो, चुन्ने छान्ने क्षमताद्वारा चाहिँ काम बिगारिहाल्यो भने चाहिँ योजना नम्बर बी भन्न सक्छ। हामी मान्छे जातिलाई भोलिपछि भन्न सक्छौँ। यस कारणले गर्दा योजना नम्बर बी पनि राख्नुपर्छ। त्यस्तो भयो भने चाहिँ के गर्ने भन्दा पुत्र प्रभु यीशु मसीहले त्यति बेला भन्नुभयो, यीशु मसीहलाई चाहिँ ल्याम्ब अथवा मेम्ना स्लेन मर्नुभयो बिफोर द फाउन्डेसन अफ द वर्ल्ड भनेको चाहिँ संसारको उत्पत्ति हुनुभन्दा अगाडि नै मर्नुभयो भनेर चाहिँ प्रकाशको किताब 13 अध्यायको 8 पदमा योजना नम्बर बीमा त्यो राखेको पढ्नु सक्छ। प्रकाश 13 अध्यायको 8 पद पढ्नु सक्छ है। आज हामीहरूकोमा ट्रान्सलेट छैन, त्यसले गर्दा हडाइमुडी गर्नु पर्दैन। अनि पृथ्वीमाथि बस्ने सबैले त्यसलाई दण्डवत गर्नेछन्, अर्थात् तिनीहरूले जसका नामहरू संसारको उत्पत्तिदेखि मारिनु भएको थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्। यसले गर्दा हेर्नुहोस् त,
विश्व बनिनु कहाँ छ मान्छे बनिनु कहाँ छ त्यस कारण त परमेश्वरले मान्छेलाई बनाउनुभन्दा अगाडि नै त्रिएक परमेश्वरले सल्लाह गर्दा दुईटा शब्द चलाएको रहेछ। अब दुईटा शब्दमा दिदीबहिनीले भन्छु कतिको ध्यान छ। दुईटा शब्द मान्छेलाई बनाउँदै गर्दा दुईटा शब्द के प्रयोग गरेको थियो? हो शक्ति यस्तो ढिलो हुनु हुँदैन। यस्तै पत्ता हजुर हो त्यति त भन्नुहोस् न फ्याक्टै, नभए त युएसएले नि खान्छ त इन्डियाको। फियरफुल्ली वन्डरफुल्ली भय योग्य रीतिले आश्चर्यपूर्ण रीतिले ठ्याक भन्नु पऱ्यो नि, यति त आउनु पऱ्यो नि त हो। अनि अब किन चाहिँ आश्चर्यपूर्ण रीति भनेको चाहिँ मैले बताएँ, ब्रेनको नसा मात्रै तानेर धागो जस्तो फिजाएर चाहिँ वर्ल्डको एक घन्टा पुग्छ अरे। त्यो त अब कसै गर्दा डाइजेस्ट हुँदैन। मलाई पनि अहिलेसम्म डाइजेस्ट भएको चाहिँ मैले क्लासिक पढ्दाखेरि पढेको हेर्नु कस्तो होला, त्यस्तो नसाभित्र ब्लड पुग्नु भनेको फेरि कस्तो होला। यस कारणले गर्दा परमेश्वरले अद्भुत प्रकारले मान्छेलाई बनाएको आश्चर्य रीतिले। अनि भयोग्य रीति भन्ने मैले बताएँ, फियरफुल रीति बताएँ। तर अब मानिदिएको भए मान्छे जतिले पाप नगरेको भए चाहिँ आज अदनको बगैँचामा कतिवटामा आज्ञा थियो। आदमको बाइबल चाहिँ यत्रो ठुलो मोटो हुँदैन थियो। आदमको बाइबल चाहिँ एक पन्नाको बाइबल मात्रै भन्नुहोस् सबजनाले, एक पन्नाको बाइबल, 1 पेज बाइबल भन्नुहोस्। 1 पेज आदमले यस्तो बोकेको हुन्थ्यो, ट्याक्कै पल्टाउँदा एक पन्ना मात्रै हुन्थ्यो। अनि त्यहाँ खालि 4वटा पद मात्रै रहेको हुन्थ्यो। हवाको पनि एक पन्नाको मात्रै बाइबल हुन्थ्यो। यस्तो पल्टाउँदा एक पन्ना के हुन्थ्यो भन्दाखेरि चाहिँ खालि 4टा आज्ञा मात्रै थियो। मानिदिएको भए चाहिँ के थियो भन्दाखेरि चाहिँ 2 अध्यायको 24 पदमा तिम्रो परिवार बढ्दै गयो भने तिमी बाबुआमादेखि छुटेर बस्नु, इमोसनली अलग बस्नु भन्ने एउटा थियो। पढ्नुहोस्। यसै कारण मानिसले आफ्ना बाबुलाई र आफ्नी आमालाई छोड्नेछ र आफ्नी पत्नीसँग टाँसिनेछ र तिनीहरू एउटै शरीर हुनेछन्। एउटा आज्ञा, यो चाहिँ कमान्डमेन्ट है। यस कारणले गर्दा बिहा गरिसकेर जोइन्ट फ्यामिलीमा बस्नु त राम्रो हो। सुन्नुहोस् है सबजनाले, जोइन्ट फ्यामिलीमा बस्नु राम्रो हो। तर सबजना ध्यान दिएर सुन्नुहोस्, तर जोइन्ट फ्यामिलीमा बसे तापनि बुढा र बुढीको डिसिजन चाहिँ अलग्गै हुनुपर्छ। बुढा र बुढीको डिसिजनमा बाबुआमाले आएर अर्थी चाहियो भने दिन सक्छन्, तर इन्टरफेयर गर्नु हुँदैन। जब केटा र केटी बिहा भइसकेपछि बाबुआमाले आएर चाहिँ इन्टरफेयर गरिबस्यो, हस्तक्षेप गरिबस्यो भने त्यहाँ फुट्ने डर हुन्छ। यस कारणले गर्दा बुढा र बुढीले सल्लाह गर्नु पर्यो। बुढाबुढीले के किने सल्लाह गर्नु पर्यो, के गर्ने बुझेन जानेन भने चाहिँ आमा बाबुकोमा सल्लाह लिन जान सक्छ। यस कारण फेरि बिहा गरेको केटीले पनि कहिले घरभित्रको कुरा लगेर आमा बाबुलाई सुनाउनु हुँदैन। अनि छोरीले पनि सुनाउनु हुँदैन। अनि आज बुहारीले पनि सुनाउनु हुँदैन। यस्तो गऱ्यो भने चाहिँ त्यो घर लामो टक्छ। तर अब बिहा गरेर बुहारी गयो, तर अब घरकै आमाले चाबी बोकेर हिँडिबसिन् ती बुढी आमाले भनेदेखि चाहिँ गयो बिग्रियो भने झन् अब त्यही भएर कतिजना बोजूको यस्तो हुन्छ, चाबी हुन्छ यस्तो भने चाहिँ चाबी गएको त्यो चाहिँ बुझ्नु पऱ्यो। कडा रहेछ बोजू भनेर बुझ्नु, चाबी चाहिँ बोजूकोमा यस्तो छ भने डराउनु पर्छ। यो बुझ्नु रहेछ नि, त्यो इमोसनली डिट्याच भन्छ। बिहा भइसकेपछि एकदम छोरा बुहारी जे सल्लाह गर्छ गर, नबुझेको कुरा बाबाआमालाई सोध्न सक्छ, तर इन्टरफेयर गरिबस्नु हुँदैन यो कुरा। अब यसमा एउटा आज्ञा त्यो भयो 2:15 पदमा। त्यसमा मैले 1 पेज बाइबल भन्दैछु नि, 2:15 पद पढ्नु। अनि परमप्रभु परमेश्वरले मानिसलाई लिनुभयो र तिनलाई अदनको बगैँचामा त्यसलाई खनजोत गर्न र त्यसको देखरेख गर्नका निम्ति राख्नुभयो। 2 नम्बर आज्ञा के रहेछ भन्नुहोस् सबैजनाले? बारी त बनाएकै धेरै बेला अदनको बगैँचा भन्नुहोस् त। बगैँचा चाहिँ खालि खनजोत गर्ने, यताउता त्यसलाई गोडमेल गर्नु भन्छ। बारी भनेको पछाडि ट्यारेसन भन्छ, हामीले बनाएको ट्यारेसन। अदनको बगैँचा परमेश्वरले बनाइदियोस्। अब अर्को चाहिँ के होला दाजुभाइले भन्नुहोस्, अर्को आज्ञा के थियो होला? 7 दिन काम गरेपछि म पनि बिसाउँछु, तिमीहरू पनि बिसाउनु भन्नुहोस् न, बिसाउनु, सब्बात डे भन्छ। अब अर्को चाहिँ के थियो आज्ञा? त्यो चाहिँ तपाईँहरू
अर्को पालि बाइबल स्टडीमा मलाई होमवर्क गरेर भन्नुहोस्, तपाईँहरू पनि पढ्नुहुन्छ कि हुनुहुन्न। एउटा चाहिँ भयो बुढाबुढी, हजुर होइन, त्यहाँ लेखेको हुनुपर्छ आज्ञा 1 र 2 अध्यायमा हो। त्यो अहिले मैले जसरी देखाएँ 2 अध्यायको 15 पदमा अनुजत गर्नु भन्ने, देखरेख गर्ने भने, 2 को 24 पदमा आज्ञा हो। अनि अब विश्राम दिन भन्ने पनि त्यहाँ छ, 7 दिनमा विश्राम गर्नु। अब अझै एउटा छ, त्यो तपाईँहरूले पत्ता लगाएर अर्को पालि बाइबल स्कुलमा भन्नुहोस्। त्यसो गर्दाखेरि चराको बच्चा जस्तो मात्रै विश्वासी हुँदैन। चराको बच्चाले कसो गर्छ हेर्नुहोस् त, मात्रै गर्छ, आफै खाने। यस्तो पनि निर्भर अलिकति पढ्नु पर्यो, अर्को पालि भन्नु पर्यो। त आदम र हवाको कतिवटा बाइबल, कति पन्नाको बाइबल हुँदो रहेछ? 1 पन्नाको मात्रै हुँदो रहेछ। अब यस कारणले गर्दा परमेश्वरले योजना नम्बर बी अथवा प्लान बीमा चाहिँ लेख्नुभयो, मान्छे जतिले पाप गर्छ। यस कारण जगतको उत्पत्तिभन्दा अगाडि नै प्रभु यीशु मसीहले अठोट गरिहाल्नुभयो, म मर्न जान्छु भने। अन्त उहाँ मरिसक्नु भएको थियो, उहाँको भावनामा, विचारमा उहाँले अर्पण गरिसक्नु भएको थियो मान्छे जातिको लागि। यस कारणले गर्दा प्रभु यीशु मसीह जन्मिनुभन्दा अगाडि नै त्यो छुटकाराको योजनामा अब परमेश्वरले पहिला सृष्टि गर्नुभयो, हामीले हेऱ्यौँ। सृष्टि गरिसकेपछि मान्छे जातिलाई बनाउनु भयो। अब परमेश्वरले छुटकाराको काम भन्न सबजनाले छुटकाराको काममा चाहिँ सपोज दिपेन भाइको चाहिँ स्कफिल्ड बाइबल छ भने अहिले म घरमा गएर हेर्नुहोस्, भजनको किताबको 7 अध्यायमा त्यहाँ लेखेको छ, प्रभुबाट छुटकारा पाएका लोकहरूले चाहिँ प्रभुलाई धन्यको भनौँ भनेर लेखेको छ भजनको किताबको 7 अध्यायमा हो। त्यहाँबाट चाहिँ स्कफिल्ड बाइबलको मुनि चाहिँ रिडेम्सनको नोट छ। रिडेम्सन भनेको के हो, छुटकारा भनेको के हो, तीनटा त्यसको अर्थ छ। यति राम्रो स्कफिल्ड बाइबलमा चाहिँ दिपेन भाइकोमा छ। अहिले हामी पढ्दैनौँ तर त्यहाँ पाउँछ, यति दामी छ। त्यहाँ चाहिँ के भन्छ भनेदेखि चाहिँ मेरो पछाडि भनि हेर्नुहोस्, थाहा नभए तापनि एगोराजो भन्नुहोस् त। यो चाहिँ अब ग्रिक भाषा है। एगोराजो भनेको चाहिँ किन्नु भनेको, छुटकारा। त्यहाँबाट एक्स एगोराजो भन्नुहोस् त। त्यो भनेको चाहिँ किनेको सामानलाई पर पन्छाउनु भनेको। त्यहाँबाट भन्नुहोस् लुत्रो भन्नुहोस्। लुत्रो भनेको चाहिँ बोकेर लग्यो सामान भनेको, लग्यो भनेको। अब सुन्नुहोस्, एगोराजो भनेको चाहिँ किन्नु भनेको चाहिँ तपाईँहरू दोकानमा गयौँ, एउटा घडी मन पऱ्यो, फ्रिज मन पऱ्यो, वासिङ मेसिन मन पऱ्यो, तपाईँहरू मैले किन्छौँ। किनिसके बित्तिकै जुन किन्यो त्यो आइटमलाई दोकानदारले के गर्छ, चट्टै प्याक गर्छ, गर्दैन? प्याक गरेर भयो भने अलिकति यता सार्छ, यो है उहाँको भनेर टिक गरिराख्छ, अलिकति यता सार्छ। सारेपछि उता नेपाली इन्डियामा हो भने चाहिँ तपाईँहरूमा के गर्छौँ, एकछिन अलिक सब्जी किन्नु छ कि आइहाल्छु, 15 मिनट हिँड्नुहोस् ल, हुन्छ तपाईँको यही सही दाग लगाएको छ। त्यहाँ 15 मिनट पछाडि एकछिन पछाडि आएर सब्जीको झोलम बोकेर आउँछ। त्यो फ्रिज किन्यो भने एउटा भारी बोक्ने लगाएर भरिया लगाएर सट्टै त्यहाँ लाग्छ। भन्नु नेपाली भन्नुहोस्, किन्नु पर सार्नु लानु। त्यस कारण परमेश्वरले पनि तपाईँले मलाई योजना नम्बर बीमा चाहिँ किन्ने योजना बनाउनु भयो। पापमा बेचिने रहेछ मान्छे, पापमा चाकिने रहेछ, नोकर हुने रहेछ। यस कारण म यसलाई पहिला किन्छु, किनिसकेपछि पर सार्छु लान्छु भनेर योजना बनाएको यो कुरा। छँदा परमेश्वरले उत्पत्तिको किताब 3 अध्यायको 15 पदमै त्यो योजना भन्न थालिहाल्नुभयो। मान्छेले पाप गर्ने बित्तिकै भन्न थालिहाल्नुभयो, योजनाले काम गर्न सुरु गरिहाल्यो। प्लान ए त फेल भयो। प्लान ए फेल भयो भनेको चाहिँ आदम र हव्वाले पाप गर्यो। पाप गरेपछि त त्यो 1 पन्नाको बाइबल चाहिँ मानिलिउँ 2 पेज भन्नुहोस्, 2 पेज। किन 2 पेज भन्दा हेर्नुहोस्, पाप गर्ने बित्तिकै 4टा आज्ञाबाट पढेर 10वटा भयो, 10 कमान्डमेन्ट्स। कति भयो? 10 कमान्डमेन्ट्स। त्यहाँबाट फेरि अझै पाप गर्दै गइसकेपछि त जम्मा बाइबलमा 613वटा आज्ञा भयो। अनि 613वटा त बाइबलको आज्ञा भयो। अब संसारको कानुन विचार गर्नुहोस् कति भयो, मान्छेलाई थाम्नु नसकेर जतासुकै पनि कानुन बनाउँदा पनि मान्छेको अपराध बढेर गएकै भयो। अब गलातीको किताब 3 अध्यायमा आउनुहोस्, किन कानुन बनिएको, किन 10वटा किताबदेखि बढेर चाहिँ 10वटा आज्ञादेखि 613वटा भएको भनेर चाहिँ गलातीको किताबमा, गलातीको किताब 3 अध्याय अनि 19 पद पढ्नुहोस्।
तब व्यवस्था के का लागि हो? व्यवस्था के का लागि हो? यो त जुन वंशलाई प्रतिज्ञा दिएको थियो त्यो आउन्जेल अपराधहरूले गर्दा यति मात्रै भन्न सक्दैन, मेरो विषय हुनु अपराधहरूले गर्दा थपिएको हो। यति मात्रै। बाइबलमा बिस्तारै पढ्यो भने बाइबल बुझिन्छ। बाइबलमा कहिले हतार गर्नु हुँदैन। परमेश्वरको वचन अद्भुत प्रकारले लुकाएर राखेको हुन्छ। अनि परमेश्वरको वचनमा यसो भनेको छ, तैँले निधारको पसिनाले भोजन खान्छस् भनेको छ। रोटी त्यसै आउँदैन। अहिले यहाँ अमेरिकामा आएर मिठो खाना पाउँदाखेरि सजिलै आए जस्तो लाग्छ। तर त्यही रोटी चाहिँ कमाउनु बहुत अमेरिकन सिटिजन हुनै साह्रो पर्छ एक त हामी जस्तो मान्छेलाई। अनि यहाँ आएर त्यो रोटी हाम्रो थालमा आउनु भनेको धेरै मेहनत परिश्रम हुन्छ। हेर्दा मात्रै सस्तो देखेको। त्यस्तै प्रकारले परमेश्वरको वचनको लागि पनि पसिना बगाउनुपर्छ, धेरै दुःख गर्ने, बाइबल स्टडी गर्ने, मेहनत परिश्रम गर्ने। त्यस्तो व्यक्तिले मात्रै परमेश्वरको वचन खान पाउँछ। यो चाहिँ एउटा भोक लागेको बेलामा 10 जना परिवारको सदस्यले भोक लागेर हरहर भइरहेको बेलामा चाहिँ आमाले दामी दामी व्यञ्जन बनाएर खाएको जस्तै हो। आमाले कहिलेदेखि केलाइन् होला, कहिलेदेखि बनाइन् होला, कहिलेदेखि त्यो योजना गरिदिनु होला, दाल कहिलेदेखि भिजाइन् होला, अचारको लागि मनमा कति कल्पना गरिन् होला, अनि पो हामीले मजाले मिठो खाना पाएको। यस प्रकारले कहिले पनि यो नसोच्नुहोस् कि परमेश्वरको वचन मिठो आयो भनेदेखि चाहिँ फल्नाले बताएर गएको थियो। होइन, परमेश्वरले दिमागमा हालिदिएको हुन्छ। राति कतिचोटि निन्द्रा लाग्दैन, राति निन्द्राबाट बिउजिँदा त्यो वचन कहाँ छ होला भने फेरि खोज्यो, एकोरो जस्तो भएको हुन्छ, लाटा जस्तो भएको हुन्छ, फेरि ध्यान दियो, फेरि बाइबल पल्टायो, बाथरुम जाँदा पनि त्यही ध्यान हुन्छ। त्यसो गरेर आज धेरै मरमसला, धेरै राम्रो राम्रो कुराहरू हालेर मिठो बनाएर ल्याएर पाएको हुन्छ। अनि त्यो चाहिँ हँस खायो अनि मल मात्रै बनायो भने केही फाइदा हुन्छ। त्यस कारणले त तपाईँहरूले बाइबल कहिले पनि हतार गरेर पढ्नु हुँदैन, बिस्तारै पढ्नुपर्छ। उत्पत्तिको किताब 3:15 पदमा परमेश्वरले योजनालाई अनफोल्ड गरेर थाल्नु, विस्तार गर्न थाल्नु। पढ्नुहोस्। अनि तेरो र त्यस स्त्रीको बीचमा अनि तेरो सन्तान र त्यसको सन्तानको बीचमा म दुश्मनी हाल्नेछु। उसले तेरो टाउको कुच्याउनेछ र तैँले उसको कुर्कुच्चा डस्नेछस्। त्यति बेलै परमेश्वरले भनिहाल्नु भयो, अब स्त्रीको सन्तान भनेको चाहिँ अब एक दिन प्रभु यीशु जन्मिनुहुन्छ, त्यहाँ प्रभु यीशुले शैतानलाई त्यहाँ हराउनुहुन्छ भनेर त्यति बेलै योजना नम्बर 20 सुरु भएको हो। अब प्रभु यीशु जन्मिनुभन्दा अगाडि 700 वर्ष अगाडि, अब दिदीबहिनीले पढ्नुहोस्, यशाया 7:14 पदमा लेखेको थियो। 700 वर्ष अगाडि नै भनिसकेको थियो कि प्रभु यीशु जन्मिनुहुन्छ। अब योजना नम्बर 20 सुरु भयो तपाईँहरूले मेरो जीवनमा संसार। यसकारण प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर एउटी कन्या गर्भवती हुनेछिन् र तिनले एउटा छोरा जन्माउनेछ र उसको नाम इमानुएल राख्नेछिन्। अनि खराबीलाई कसरी त्यति मात्रै इमानुएल भनेको परमेश्वर हामीसँग भनेको। अब हामीले बुझिहाल्यौँ त योजना नम्बर 20 सुरु भयो हो। 20 सुरु भयो। अब यस कारणले गर्दा अब अहिले मैले तपाईँलाई बताउँदैछु प्रभु यीशु मसीहले हामीलाई त्यहाँ, मैले अहिले भाइ डिपेनको बाइबलमा छ भने जसुकै बाइबलमा हुँदैन, स्कोफिल्ड बाइबलमा त्यो नोट पाइन्छ। यस कारणले गर्दा हामी बाइबल स्टडी गर्नेले पनि एउटा मात्रै बाइबल राखेर त्यो पनि बेला बेला बिर्सेर गर्नु हुँदैन। अस्ति मैले अब कसको बाइबल भन्दिनँ, चर्चमा हाम्रै यहाँ विश्वासीहरूमध्येको एकजनाको बाइबलको लडिरहेको थियो। त्यो पनि चर्चको दैलो बाहिर पनि लडिरहेको थियो। कस्तो माया बाइबल पनि बिर्स्यो भने त अचम्म हो नि त हो। यस कारणले गर्दा याद गर्नुहोस्, हाम्रो बाइबल 4-5 किसिमको बाइबल हुनुपर्छ। स्टडी बाइबल हुनुपर्छ, हामीहरूको आफ्नै एउटा डेस्क हुनुपर्छ, लाइब्रेरी हुनुपर्छ, अनि एकदम टाइम छुट्याएको हुनुपर्छ, अनि मात्रै हामी प्रभु आउँदा तयारी हुन्छौँ। यो चाहिँ कुरा एकदम घरिघरि म बताउँदैछु। खुदा दिएका फाटिया उपर हुँदैन। प्रभुलाई ग्रहण गरेको थिएँ, जाँदै थिएँ, झ्याक्कै गएपछि यस्तो हुँदैन। बाइबल पढेको मतलब नै प्रभु अब कुन चाहिँ आज्ञा मैले पालन गर्न बाँकी रह्यो, कुन चाहिँ आज्ञा अझै छ भनेर खोजी गरी त्यसलाई पालन गर्ने हो। यस्तो कुरा हो। यो कुरा हामीले बुझ्नु पर्यो। अब प्रभु यीशु मसीहले आएर छुटकारा अथवा योजना नम्बर 20 मा चाहिँ के गर्नुभयो भन्दाखेरि चाहिँ अब जानिरहेको पदहरू बताउँछु, तर यसलाई फेरि रिइन्फोर्स गराउनु अथवा फेरि लागू गराउनु, फेरि त नयाँ प्रकारले नयाँ प्रकाशले बुझ्नु अनिवार्य छ। दोस्रो कोरिन्थी 5:21 पद पढ्नु। दोस्रो कोरिन्थी 5:21 पद।
किनकि उहाँमा हामी परमेश्वरका धार्मिकता बन्न पाऊँ भनेर पापै नजान्नु हुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनु भयो। कति सुन्दर हेर्नुहोस् न, हाम्रो दृष्टि यहाँ बस्दा बस्दै हाम्रो मनको आँखा चाहिँ अब प्रभु यीशु मसीहपट्टि जानुपर्छ। प्रभु यीशु मसीह पापै जानेको थिएन, हाम्रो निम्ति आएर पाप बनिदिनु भयो। अब गलाती 3:13 कसैले दोस्रो कोरिन्थी 8:9 पनि खोलिराख्नुहोस्। यसरी खसेक खसेक हुने समय चाहिँ हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा गर्नुभयो। किनकि यो लेखिएको छ, झुन्डिन्छ कति सुन्दर हेर्नुहोस् न। यो चाहिँ कहिले बिर्सिनु हुँदैन। यस्तो कमसेकम 8-10 वर्ष चाहिँ तपाईँले गाडीमा हिँड्दा भन्दै हिँड्नुपर्छ। माया हो, म कतिको माया हो। यस कारण फेरि दोस्रो कोरिन्थी 9:8 मैले भन्नु यो 8:9 दोस्रो कोरिन्थी। किनकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह जान्दछौ, उहाँको गरिबीद्वारा तिमीहरू धनवान हौ भनेर उहाँ धनवान भएर पनि तिमीहरूका निम्ति गरिब हुनुभयो। कति सुन्दर हेर्नुहोस् त, हाम्रो निम्ति पाप बनिदिनु भयो, हाम्रो निम्ति श्राप बनिदिनु भयो, हाम्रो निम्ति त्यस्तो धनी परमेश्वर भएर पनि गरिब भएर रुखको फेदमा सुत्नु भयो, ताकि तपाईँहरू मलाई स्वर्गको सबै सम्पत्ति दिउँ, तिनीहरूलाई पनि म धनी बनाऊ भनेर। अनि बाइबलले फिलिपी 2:7 भन्छ, फिलिपी 2:7 सबै कुराको परिपूर्ण थियो उहाँकोमा। He had all the fullness when he was in heaven. So he emptied himself, came down to earth. Emptied himself, came down to earth, so that you and me can be filled up. तपाईँ र म चाहिँ भरियोस् भनेर, परिपूर्ण होस् भनेर चाहिँ उहाँले आफूलाई रित्तो पार्नुभयो भनेर भन्छ। पढ्नुहोस्। तर आफैलाई रित्तो पार्नुभयो र दासको रूप धारण गरेर मानिसहरूको समानतामा हुनुभयो। हो अब हाम्रो हालत चाहिँ कस्तो छ? यसकारणले गर्दा